झुन्झुनाको धुनमा टाढा पारी जुनमा झुन्झुनाको धुनमा टाढा पारी जुनमा मन चरी उड्यो मनै छोडेर बेसिरा मलाई छोडेर सैलुङको मेलामा आइपुग्यो सेल्फी नानाहरूको खाता खायो ल गाइस हामी चाहिँ लागेको अब चाहिँ कालिम्पोङ हुँदै हामी दोलखा र सिन्धुपाल्चोक जिल्ला घुम्न जाँदैछौँ। अगाडिको मेरो सम्झेर विजय दाई हुनुहुन्छ, यहाँनिर चाहिँ मसँग शिवान दाई हुनुहुन्छ। हामी लाग्यो रे भक्तपुर ट्याक्न लाग्यो। दुईजना गएको आयो, दुईजना पछाडि आयो। थापा गाउँ आइपुग्यो, थापा गाउँ हामी। अब चाहिँ हामी इन्द्रावती पुल आइपुग्यो हाफ वे थ्रु भएर। ओके अलराइट, हाम्रो चाहिँ खाजा ब्रेक भएको छ। यहाँ छ हाम्रो ड्राइभर विजय दाई, ड्राइभर आशिष, खलासी तुलमादर। पछाडि चाहिँ दामी दामी रहेछ पछाडि। म चाहिँ को हिरो हिरो मेरो पाइलट। ओके अब चाहिँ हामी दोलाल घाटबाट हिँड्यौँ। यतै होला नि हो कि होइन? बाटो कन्फ्युज। बाई बाई दोलाल घाट। साथीहरू पछाडि आउँदैछ। बाटोको हालत यस्तो छ, के गर्नु, घुम्न जानै पर्यो। ओ माइली गोट, के भयो त? एक्सिडेन्ट भइसक्यो कि अब यहाँ। नन स्टप कति घन्टा भयो बाइकमा हिँडेको? हामी त 12 बजीदेखि हिँडेको छन्, 5 घन्टा भइसक्यो। अलराइट साथी, हामी कहाँ आइपुग्यो अहिले? हाम्रो यात्रा कहाँसम्म आज? च्याङ्गोहरू ल राइडर केटौँ म। ओके अहिले चाहिँ हामी गुगल म्यापले झुक्काएर 20 मिनटको देखाएको बाटो मोटामोटी 1 घन्टाको हिँड्नुपर्ने भएको त होइन? ठिकै छ, उतै छ अफरोडमा गन्दरङ गुन्द्रुङ
ओके लक्कीले हामीले चाहिँ बाटोमा यहाँ हाम्रो एकजना होटलको सञ्चालक दाइ भेट्नुभएको छ एकदम रमाइलो लाग्यो खुसी लाग्यो टेम्पोहरू पनि राति राति कुर्दैछ ल आजको हाम्रो टुरको चाहिँ फाइनल्ली कुन फेजमा आइपुग्यो डिनर फेजमा आइपुग्यो छ होइन अब यहीँ हामी चाहिँ नेपालको मिनी ग्रेट वालको छेउमै बसेर होइन कुखुरा भेज हो ऊ पनि कुखुरा भेज हो ऊ पनि कुखुरा भेज हो म चाहिँ रियल भेज ल ल सुरु गरौँ है त ल सुरु ल हामी जस्तै गेस्टको बर्थडे पनि रहेछ केक पनि खान पाइने भयो जम्मा गरेर भरे जग्गै किन्ने कि भरे थापेर भयो भने यसो भिजन हेर्दा चाहिँ यो ओके बिजो राति सुत्नुभन्दा अगाडि आगो पनि तापियो राइट अब आज चाहिँ बिहानको 5:30-6 बजी रहेछ अब यो नेपालको मिनी ग्रेट वाल चढ्न गइन्छ सनराइज हेर्ने प्लान छ हाम्रो होइन कोही पनि उठेको छैन त्यस्तो छ लेट्स गो है त ओके ग्रेट वाल अफ नेपाल मिनी ग्रेट वाल भनेर चिनिन्छ हाम्रो यात्रा सुरु भइसकेको छ त्यहाँ थियो केटाहरू हिँडिसक्यो त उता हो यस्तो छ अन्धेर छ अझै हामी हिँडिसक्यौँ लेट्स गो अलराइट दिस इज मिस्टर तुल तामाङ द्याट्स मिस्टर आशिष तामाङ अर्ली इन द मर्निङ अन द वे टु सैलुङको भ्यू टावर डाँडा मिस्टर बिजु तामाङ Busy on the way with the hectares, and here I am. Let's go. There are our friends. Oh no, that's doing some wrong thing in the water. That's our little Kali Sathi with us all the way up to Kola Mandakin. Mati Sailungo Nada. साथी पाछ के अब बिहान बिहान उज्यालो पनि हुँदैछ मजाले डाँडाहरू देखिँदैछ सनराइज पनि हुनै आँटिरहेछ यतातिर हाम्रो साथी दाजुभाइहरू हाम्रो एकोम्पनी त्यो राम्रो एकोम्पनीमेन्ट रहेछ आमामा उता रहेछ माधव पुतिसुल मोटामोटी सनराइज हुनै लागेछ ओके अब चाहिँ हामी मोटामोटी घाम उदाउँला जस्तो बेला भयो माथितिर अझै स्टिल ब्लरी भिजन छ बिकज अफ अँध्यारो यस्तो डाँडा छ यतातिर होइन दुई टाइपपट्टि भित्रमा यस्तोको छ आशिष भाइ त्यहाँ माथि पुगिसकेको छ कुकुर पनि हो यो चाहिँ हामी आएको बाटो दामी छ है अर्ली इन द मर्निङ सैलुङको ब्युटिफुल उसँग सनराइज हुनै लागिरहेछ उताबाट होइन ब्युटिफुल भ्यू 100वटा लुङ भएर चाहिँ सैलुङ भनिएको अरे हाम्रो साथीहरू खेल्दै माथि डाँडातिर चढ्दै हिँड्दै अब हामी चाहिँ त्यो डाँडा काटेर यो डाँडाहरू काटेर पछाडि भ्यू टावरमा जाने सैलुङमा आएर घन्टी पनि रहेछ यहाँ मान्छेहरूले यस्तो बनाएको छ मान्छेहरू आहा भीमसेनको तरबार भन्ने यहाँ रहेछ नि त यहाँ चाहिँ भीमसेनको तरबार भन्ने रहेछ यहाँ चाहिँ यो ढुङ्गामा तलवारको निशाना रहेछ कि देख्नु होला
एब्सोल्युटली ब्रिलियन्ट भ्यू छ। नेपालमा यस्तो ठाउँ छ होइन, किन विदेश घुम्न जानु पर्यो। चारैतिर सनराइज, हिमाल, डाँडा, पहाड, आम्मामा। वान अफ द मोस्ट अन्डर रेटेड प्लेस इन नेपाल। युट्युबमा भिडियो हेरेर घुम्न आएको भन्दा पनि लाइभमा हेर्दा चाहिँ 10 टाइम्स बेटर है। उहाँ माथि डाँडामा चाहिँ गुम्बा र मन्दिर पनि छ। सनराइज अलमोस्ट हुन लागिसक्यो। ओके, लेट्स सी व्हाट्स बिहाइन्ड दिस हिल है त। Oh, lovely! Oh my God! Is this heaven? Yes, I'm at Chiang Mai Tulmaina. Almost watching the sunset. Oh my lovely. Look at this beautiful scene. Wow. Are we in heaven? Yes. No, we are in Sailum. यसरी कन्टिन्यू Continue हो। नेक्स्टली भयो। त्यहाँ चाहिँ मान्छे त्यत्रै माने रहेछ हाम्रो तुलमाइनर भाइ। खुसीले नाच्दैछ। बिहानदेखि हामीलाई कुकुरले साथ दिइरहेछ फेरि एकदम मजाले बाटोमा होइन। क्यामेराम्यान हाम्रो विजय दाई 110 केजीको मान्छे सैलुङको टुप्पोमा आइपुग्नु भयो। एब्सोल्युटली मौसमले अलिकति साथ दिएन आज होइन। बादल कुहिरोले सबै ढाक्दैछ। अब अलिकति अनलक्की भयो आज। भयो भयो। म चाहिँ यहाँ आएको छौँ। यहाँ चाहिँ के ल्याएको छ भन्दाखेरि देउराली, पौराणिक देउराली होइन। अब हामी चाहिँ यतापट्टि जान्छौँ। आई थिङ्क दिस इज कल नेभिल कि नेभल के भन्छ नाइटोलाई। पृथ्वीको नाइटो भनेको छ। प्रोले यसको अलिकति रिसर्च गर्नुपर्छ हामीले, थाहा हुन आवश्यक छ होइन। चराचुरुङ्गीहरू उठ्दैछ। अलिकति हिउँ पर्ला जस्तो भयो। रोकिएको अवस्था छ। अलिकति एकदमै न्यानो थियो, अहिले एकदमै के अरे चिसो हुँदै गएको छ। पृथ्वीको नाइटो भनेछ है, नेभल अफ अर्थ होइन। समथिङ यहाँ के होला होइन, हिस्ट्री। ओके, फाइनल्ली भ्यू टावर आइपुग्यो। हाम्रो च्याङमा यताबाट आउँदैछ, माइनर दाइ यताबाट आउँदैछ। आज चाहिँ अनलक्की भनौँ, पुरै कुहिरो लाएर बादल लाएर पानी पर्न लागिरहेछ। मन्दिर पनि गुम्बा पनि एकै ठाउँमा छ यहाँ। यो साथीले हामीलाई कहिले छोडेन है आज।
Oh wow. यतापट्टि चाहिँ रामेछापबाट आउने बाटो है। चराचुरुङ्गीहरू यस्तो मजाको यहाँ। वाउ, यिनीहरू चाहिँ समाचार बोकेर हिँडेको हुनसक्छ है। भगवान्को समाचार बोक्ने चिजहरू यस्तै हुन्छ कि है, सानो सानो चिजहरू। ल यता चाहिँ रामेछाप पर्छ है। वाउ, द्याट्स नाइस। Let's go to View Tower. ओके, यो चाहिँ हाम्रो View Tower आइपुग्यो। यहाँ चाहिँ आज चाहिँ अनलक्की भएर बादलले सबै छेकेर हिमालहरू केही हेर्न पाइएन। तर केही छैन, वर्थ इट यतिको। यहाँ ड्रोन उडाम भनेको हिउँ पो पर्न थाल्यो यार आज त। उडा अब जसरी नै अब ल्यान्डिङ भएन भने आफै हाम्रो आन्टीले चाहिँ हाम्रो यहाँ चिया खुवाउँदै हुनुहुन्छ साथीहरू पछाडि छ। धेरै धेरै धन्यवाद आन्टीलाई। यहाँ तपाईँहरू आउनुहुन्छ भने छुर्पी पनि छ चौरीको अर्ग्यानिक। च्याङ्माको गोजी गरे है वाइफाई। यहाँको मालिक हो च्याङ्मा। म त अब यहीँको मालिक, म त कोन भयो नि, आशाङ हो मेरो उहाँ। आशाङको छोरा हो। लिइहाल्यो नि, यति भएपछि बन्दोबस्त भइहाल्यो जिन्दगी। दामी भयो उयो अलराइट। ल आजको दिन यति नै छ। हिउँ पनि परियो होइन, घाम अलि लागेन। जस रमाइलो हो, टिकटक सिकटक बनायो, शेर्पा ड्रेस लगाइयो। अब सबै यहाँ कुहिरोले उसले गर्दाखेरि आजको दिन अलि भयो, तर यहाँ डाँडाहरू चाहिँ दामी नै छ होइन। अब बाटो लागेको। ल अब चाहिँ हामी बाटो लाग्दैछौँ। हाम्रो ब्याक टु काठमाडौँ पुग्नुपर्ने छ आजले गर्दा। लेट्स गो टु काठमाडौँ।
ठ्याक्क अब हामी जाने बेलामा हिउँ परिरहेछ है एकदम दामी भ्यू हिउँ सबै है ए म कस्तो देखेछ हिउँ परेकोमा मेरो यहाँ त पुरै हिउँ जमिरहेको छ होला है यहाँ मगरमा मिलेछ अलराइट अब चाहिँ हाम्रो जाँदैछौँ बाटोमा हिउँ पर्दैछ सैलुङको यात्रा एकदम राम्रो भयो सफल भयो अनलक्की चाहिँ के भयो भन्दाखेरि घाम लागेन कुहिरोले सबै हिमालहरू सबै छेक्यो त्यहाँनिर डाँडा चाहिँ एउटा देखियो होइन अब चाहिँ होस् पछि आउँदाखेरि चाहिँ राम्रो हुन्छ होला ओके हामी अब बाटो गर्दाखेरि ब्याक टु भीमसेनको तरबार भन्ने ठाउँमा फेरि आइपुग्यौँ है अब आजको लागि यति नै छ अब फेरि जाँदाखेरि अलिअलि खिच्दै है यहाँ चाहिँ भीमसेनको तरबार उहाँ चाहिँ भीमसेन जस्तो छ Wow, nice view. सो जाने बाटोबाट बिहान चाहिँ अँध्यारो थियो ग्रेट वालमा त्यही भएर अब अहिले चाहिँ हल्का क्लिप ग्रेट वालको मिनी ग्रेट वाल नेपालको है सैलुङको राम्रो छ ल अब जाने बेला भयो हाम्रो होइन अब यहाँ होटल सोटेल छोडेर जाने बेला भयो त्यहाँ के पनि छ यहाँ चाहिँ यस्तो अफरोड छ होइन यस्तो तामाङले चलाउँदैछ यो चाहिँ यहाँबाट चाहिँ हाम्रो मिनी ग्रेट वाल चाहिँ सुरु हुँदो रहेछ होइन यहाँ रहेछ कहाँ पाउँछ भने ओके यो छ हाम्रो मिनी ग्रेट वाल ओके अब चाहिँ हाम्रो जाने बेलामा भगवान् बुद्धको मूर्ति पनि रहेछ होइन अलराइट अब चाहिँ एकछिन हाम्रो खाना ब्रेक घर जाँदै गरेको बाटोमा काठमाडौँ चाहिँ होइन दामी ठाउँमा छ लन्च ब्रेक कन्डिसन यो मैले यही हो त नि गाडीले गरेको त्यो एउटा बाइकले साइड दिएछ नि द प्लास्टिक म्यान पानी परेर होइन जुगाड गरियो अरू वाटर प्रुफ हो होइन प्लास्टिक म्यान के छ त तिम्रो भनाइ के छ मसँग प्लास्टिक छ
देखि ह्याप्पी भयो ल हात पनि हेर्नु न प्लास्टिक म्यान पछाडि सिल्भर म्यान होइन नगरकोट जानु पऱ्यो नि ओके अब हामी एट द एन्ड अफ द डे अलमोस्ट लगाइसक्यो भक्तपुरको इच्छा भन्नेतिर होइन अब नेक्स्ट डेस्टिनेसन भाइरल ललितपुर जुजु त यहाँनिर प्लास्टिक म्यान ल फाइनल्ली जाउलाखेल आइपुग्यो आजको यात्रा यहीँसम्म सैलुङको यात्रा सैलुङ पुगेर आइयो टाटा बाई बाई गुड बाई